राष्ट्रको गहना, राष्ट्रको आत्मा भनेको त्यो राष्ट्रको संस्कृति हो, धर्म हो, त्यहाँका जीवन मूल्य हुन्, आदर्श हुन्, महापुरुष हुन्, इतिहासहरू हुन्, जसका कारणले गर्दा त्यो राष्ट्रको एउटा प्रकारको चाहिँ छवि बनेको हुन्छ, एउटा प्रकारको इमेज बनेको हुन्छ। र यो इमेज बचाउन यदि कुनै पनि देशको नागरिकले सकेन भने त्यो राष्ट्रहरूको हविगत आज म यहाँहरूलाई प्रश्न गर्न चाहन्छु। स्वदेशमा बसेर आफ्नो राष्ट्रको सेवा गर्नु सबैभन्दा उत्तम कार्य हो, तर कसैले बाहिर नै जाने इच्छा गर्नुभएको छ भने पनि युगान्डा जान को इच्छुक हुनुहुन्छ एकचोटि बताउनुहोस् त। युगान्डाको लागि कसले चाहिँ आइएल्स र पिटी गर्नुभएको छ? हामी अमेरिका जान चाहन्छौँ, अस्ट्रेलिया जान चाहन्छौँ, हामी क्यानाडा जान चाहन्छौँ, युगान्डा जान कोही पनि चाहँदैनौँ। किन त भन्दा राष्ट्रको सौन्दर्यता, त्यो राष्ट्रको नागरिकले आफ्नो राष्ट्रको लागि उत्तरदायित्वपूर्ण भावनाले गरेको कर्तव्य, आफ्नो राष्ट्रको लागि गरेको योगदानका आधारमा बन्दछ। त्यसकारणले हामीले यदि राष्ट्रको परिचय जोड्नु छ, राष्ट्रको परिचय यथार्थ विश्वमञ्चमा हाम्रो देशमा पनि अमेरिकाको मान्छे भोलि ओहो नेपाल जान पाए हुन्थ्यो, मैले नेपालको लागि भिजा एप्लाई गरेको थिएँ, मेरो चाहिँ डिसिजन चाहिँ डन भएर आए हुन्थ्यो भन्ने वातावरण यो देशको बनाउनु छ भने त्यसको लागि यो राष्ट्रको वास्तविक पहिचान, परिचयलाई हामीले चिन्नुपर्छ। र त्यो परिचय चिन्ने कुरा के हो त भन्दा यो राष्ट्रको मूल सभ्यता, संस्कृति, इतिहास, मैले अघि नै भने समग्र कुराहरू जसले यो राष्ट्रको आत्माको रूपमा काम गरेको छ, जुन कारणले यो राष्ट्र जीवित छ, जुन कारणले हामी आज यो राष्ट्रको रूपमा, यो देशको नागरिकको रूपमा आज हामी सबै यहाँ उपस्थित छौँ। यहाँहरू सबैलाई थाहा छ आज बहस के हुन्छ, देशले के दियो भनिन्छ। एकचोटि सोचौँ हामीलाई देशले के चाहिँ दिएन। आज भर्खरै मात्र 9 जना अमेरिकाबाट चाहिँ एउटा चार्टर पनि के भने डिपोर्ट गरेको नागरिक हाम्रो देशको चाहिँ अमेरिकाबाट आएको छ। 1 करोड खर्च गरेर एउटा देशमा बस्ने अधिकार त पाइँदैन भने त्यो 6x4 सेन्टिमिटरको त्यो नागरिकतालाई हामीले केवल देशले दिएको आइडेन्टिटी बुझ्यौँ भने त्यो हामीले अन्याय गरेको हुन्छ। हामीले बुझ्नुपर्ने कुरा त्यो 4x6 सेन्टिमिटरको नागरिकता केवल नागरिकता होइन, यो राष्ट्रसँग तपाईँ हाम्रो परिचय हो। तपाईँ हामी नेपाली हो, कुन अर्थमा नेपाली हो त भन्दा हामी यो राष्ट्रको माटोमा जन्म लिएका छौँ, यो भूमिको गर्वबाट हाम्रो जन्म भएको छ र यहीँको चाहिँ हावा पानी माटोले हामी आफ्नो चाहिँ सम्पूर्ण जीवनलाई अगाडि बढाएका छौँ। आज यो देशले हामीलाई भाषा दिएको छ, सभ्यता दिएको छ, संस्कृति दिएको छ, पहिचान दिएको छ। म पहिचानको बारेमा भर्खरै उहाँ हेटौडामा एकजना पहिचानवादी एउटा जनप्रतिनिधिलाई बोलाएका थियौँ कार्यक्रममा, उहाँले पहिचानको कुरा जोड्नुभयो। आज पहिचानको कुरा हुन्छ एकजना व्यक्ति कुनै जातिसँग बढी उसमा चाहिँ जातीयताको भावना विकसित हुन्छ भने उसले जातीय पहिचानको कुरा गर्छ। अब एकचोटि विचार गरौँ, एउटा जातिको व्यक्ति हुनुमा मलाई जति गर्व हुन्छ भने पछाडि जुन संस्कृतिमा मेरो जन्म भयो त्यसको पहिचान मैले खोज्नु पर्दैन। जुन संस्कृतिबाट म चाहिँ आज हुर्किँदै आएँ, जुन पुर्खाले हामीलाई संस्कृतिको विरासत हामीसँग ल्याइपुर्याएर आए, त्यो संस्कृतिको पहिचान हामीले खोज्नु पर्दैन। जुन धर्ममा हामी जन्म लियौँ, जुन धर्मका सम्पूर्ण गुणहरूद्वारा, संस्कारहरूद्वारा आज हामी अगाडि बढिरहेका छौँ, त्यो धर्मको पहिचान हामीले खोज्नु पर्दैन। जुन राष्ट्रमा हाम्रो जन्म भयो हामीले त्यो राष्ट्रको पहिचान खोज्नु पर्दैन। त्यसकारणले पहिचान भने सानो भावनालेबाट, संकीर्ण भावनाबाट खोजिने विषय होइन, त्यसलाई विराट हृदयले एकदमै ठुलो गम्भीरताका साथमा हामीले यसको पहिचानको बारेमा विचार गर्न थाल्यौँ भने हामीले आफ्नो देशप्रति माया जाग्न थाल्छ। किनकि यो देश नै हाम्रो पहिचान हो। जबसम्म हामीभित्र देशभक्ति, राष्ट्रभक्ति, संस्कृति प्रेम, आफ्नो सभ्यता, संस्कृति, व्यवहार, बोली, भाषा, हामीले लगाउने लुगा, हाम्रो पोसाकहरूसँग जोडिन्न, तबसम्म हाम्रो पहिचान पूर्ण हुँदैन। झट्टै हेर्दाखेरि मैले आफ्नो एउटा जातिगत, आफ्नो चाहिँ क्षेत्रगत कुराको थोरै बढी कुरा गरिदिँदाखेरि पहिचानवादी छु जस्तो लाग्न सक्छ हामीलाई, तर समग्रमा हामी सबैको चाहिँ पहिचान भनेको हिन्दुत्व हो। यो राष्ट्रको पहिचान भनेको हामी यो सनातन संस्कृति हो। हामी कहाँ जन्मिएको, हाम्रो माटोमा पुष्पित भएका, यो माटोमा जन्मिएका संस्कृति हाम्रो पहिचान हो। र त्यसको संरक्षण भएन तपाईँ र हाम्रो पहिचान संरक्षण हुन्छ? हामी विचार गरौँ, नेपाल नरहे धेरैजना त्यस्तो हुनुहुन्छ, बाहिर जानुहुन्छ, त्यहाँको पनि नागरिकता लिएर, नागरिकता त्यागेर यो देशको त्यहाँ बस्नुहुन्छ र जुन दिन त्यहाँ उहाँहरूलाई अप्ठ्यारो हुन्छ उहाँ चाहिँ यहाँ आएको 5 दिनभित्र यो देशको नागरिकता पाउनुहुन्छ। ल बताउनुहोस्, अमेरिकाको नागरिकता कति वर्षमा पाइन्छ? अमेरिका गएर अमेरिकाको नागरिकता लिनु पऱ्यो भने कति वर्ष हामीले त्यहाँ काम गर्नुपर्छ? यो देशले दिने यही नै हो। देशले तपाईँ हामीलाई चाहिँ बोरामा बोरा पैसा भएर ल्याएर दिँदैन। राष्ट्र बनाउने कुरो राष्ट्रको नागरिकको जिम्मेवारी र उत्तरदायित्वको कुरो, त्यो उत्तरदायित्वको भावना बोध गराउने काम हिन्दू स्वयंसेवक सङ्घ नेपालले विभिन्न माध्यमबाट गर्छ। त्यो माध्यम मध्येको एउटा संस्कृति ज्ञान परीक्षा र यो परीक्षा केवल मैले किन यो विषय जोडेको त भन्दा हामीले केवल एउटा इभेन्टमा चाहिँ स्वयंसेवकको रूपमा काम गरेको होइन, हामीले धेरै ठुलो उद्देश्यको लागि आफ्नो अमूल्य समय दिएका छौँ। त्यसका लागि पनि यहाँहरू धन्यवादको पात्र हुनुहुन्छ। यहाँहरूको मनमा जुन यो विचारप्रतिको सम्मान, यो विचारप्रतिको योगदान दिने भावना यहाँहरूको मनमा रह्यो,
त्यो भावनाकै कारणले गर्दा आज देशभरिमा झन्डै लाखभन्दा बढी विद्यार्थीहरू आज हाम्रो मौलिक सभ्यता संस्कृति हाम्रो इतिहास र महापुरुषहरूको बारेमा अध्ययन गरेका छन्। त्यस्तै विद्यालयहरूको जुन प्रकारको सहभागिता रह्यो, उहाँहरूको चाहिँ सहजताको कारणले उहाँहरूले जुन विद्यालयमा विद्यार्थीहरूसम्म हाम्रो विषयलाई पुर्याउनमा महत्त्वपूर्ण योगदान पुर्याउनु भयो, त्यसका लागि उहाँहरू पनि धन्यवादको पात्र हुनुहुन्छ। र अब हामीले यो यात्रालाई यो सम्मान पत्र प्राप्त गरिसकेपछि अब यो सम्बन्ध साङ्गठनिक रूपमा हाम्रो सुरुवात भएको छ। यो कार्यक्रमको अन्तिम हो, तर सङ्गठनसँगको यात्राको आज सुरुवात हो। यहाँहरूले आफ्नो सम्पर्क नम्बर नामहरू दिनुभएको छ। अब विभिन्न समयमा विभिन्न प्रकारका कार्यक्रमहरू यस्तै प्रकारले हामी सञ्चालन गर्नेवाला छौँ। त्यो बेलामा यहाँहरूको अहिले जुन प्रकारको भावनाले जुन प्रकारको सक्रियताले यहाँहरूले यो कार्य सम्पन्न गर्नको लागि महत्त्वपूर्ण योगदान पुर्याउनु भएको छ, त्यस्तै प्रकारको सौहार्द र सहयोगको अपेक्षा हामीले निरन्तरता अगाडिका दिनहरूमा पनि अपेक्षा गरेका छौँ। त्यसकारणले अब लगत्तै कुनै पनि राष्ट्रको पहिचान त्यो राष्ट्रका हरेक तत्त्वसँग जोडिएको हुन्छ। अब हामी छिटै नै हाम्रो मौलिक नववर्ष विश्वमा हामीले गौरव गर्नुपर्ने कुरा हो। दुईवटा देशसँग मात्रै आफ्नो छुट्टै पात्रो छ। एउटा इजरायलसँग थियो, आजको दिनमा त्यो इजरायलको आफ्नै छुट्टै पात्रो पनि राष्ट्रिय कामकाजको भाषामा मात्रै सीमित रह्यो। र दोस्रो नेपाल, जसको आफ्नै छुट्टै पात्रो छ। यहाँ विक्रमी सम्बन्ध दुनियाँमा कहीँ पनि विक्रमी सम्बन्ध लागू हुँदैन, केवल नेपालको सरकारी कामको पनि पात्रोको रूपमा हामीले चाहिँ विक्रमी सम्बन्धलाई मान्दै आएका छौँ। र विभिन्न समयमा हाम्रो पहिचान अर्थात् हाम्रो परिचय मेटाउनको लागि यस पात्रोलाई पनि हटाउने षड्यन्त्रहरू भइरहेका छन्। यो विक्रम सम्बन्ध हटाएर इस्वी सम्बन्ध ल्याए पछाडि कतै न कतै भिन्न प्रकारका स्वार्थहरू बोकेर राखेका मानिसहरूले यो विक्रम सम्बन्धलाई हटाएर हाम्रो परिचयलाई कमजोर पार्नको लागि, हाम्रो परिचयबाट हामीलाई टाढा पुर्याउनको लागि यो षड्यन्त्र भइरहेको छ। त्यो अवसरमा चाहिँ हिन्दू स्वयंसेवक सङ्घ नेपालले देशव्यापी रूपमा झन्डै 3-4 हजारवटा ठाउँमा चाहिँ दीप प्रज्वलन कार्यक्रमहरू हाम्रो नववर्ष हो। जसरी हामीले आफ्नो जन्मदिन मनाउँछौँ, हामी वर्ष दिनको हुँदा 1 वर्ष हाम्रो उमेर बढ्दा त हामी उत्साहित भएर आफ्नो जन्मदिन मनाउँछौँ। यो राष्ट्रको पहिचान हामीले बोक्दै गर्दा यति लामो इतिहासलाई बोकेर यहाँसम्म आइपुग्दाखेरि त्यो अवसरमा पनि हामीले चाहिँ दीपोत्सव गरेर विभिन्न चोकहरूमा विभिन्न चाहिँ टोलहरूमा त्यहाँको समाजलाई जोडेर हामीले दीप प्रज्वलन कार्यक्रमहरू, नेपालको नक्सा बनाउने, हामीले राम्रो देशभक्ति गीतहरू बजाउने, त्यसमा नृत्य पनि गर्ने, त्यहाँ समाजको चाहिँ सम्पूर्ण वरिपरिको टोलको व्यक्तिहरूलाई पनि बोलाउने, दीप प्रज्वलन गर्ने, नववर्षको शुभकामना आदान प्रदान गर्ने, यस्ता प्रकारका कार्यक्रमहरू हामीले गर्छौँ। र यो सम्पूर्ण नेपालीहरूको उत्सव हो, यो कुनै हिन्दू स्वयंसेवक सङ्घको कार्यक्रम होइन, किनकि हामीहरूको परिचय हो। त्यसकारण आफ्नो परिचयको रक्षा जसरी हामीले आफ्नो कुनै पनि कुराको रक्षा, कुनै पनि कुराको संरक्षण हामी स्वयंले गर्छौँ, त्यसरी नै हाम्रो देशको रक्षा, धर्मको रक्षा र हाम्रो संस्कृति संस्कारहरूको रक्षा पनि हामीले नै गर्नुपर्छ। त्यसको लागि बाहिरबाट कोही पनि आउँदैन। त्यसकारणले यो सबै कुराहरूलाई हामी सबैले आत्मसात गरेर नववर्षको हामी जुन दीप प्रज्वलन कार्यक्रम गर्छौँ, त्यो कार्यक्रम सम्भव भएसम्म यहाँ जुन ठाउँमा हुनुहुन्छ, जुन सङ्गठनसित जोडिनु भएको छ, जुन विद्यालय कलेजसँग जोडिनु भएको हो, अथवा जुन ठाउँमा यहाँहरू बसोबास गर्नुहुन्छ, त्यहाँ वरिपरि नै यहाँहरूकै सक्रियतामा अगुवाईमा त्यो कार्यक्रम भए झनै राम्रो। तर यहाँहरूको त्यो ठाउँमा कार्यक्रम हुने अवस्था छैन भने तापनि धेरै ठुलो सङ्ख्यामा चाहिँ हामीले काठमाडौँको धेरै केन्द्रहरूमा यो कार्यक्रम गर्छौँ। म यहाँहरूलाई अनुरोध गरेँ, यो चैत्र मसान्तिको दिन अन्तिम जुन चैत्र अन्तिम मसान्ति हुन्छ, चैत्र मसान्तिमा त्यो दिन चाहिँ हामीले साँझ दीप प्रज्वलन कार्यक्रम गर्छौँ। कृपया यहाँहरूलाई सूचना प्राप्त भएपछि यहाँहरू अहिले जुन सहजताका साथ यहाँ उपस्थित हुनुभएको छ, त्यही सहजताका साथमा त्यो कार्यक्रम पनि उपस्थित भइदिनु होला। र बाँकी मैले सुरुवातमै भनेको कुरा, यो राष्ट्र, हाम्रो धर्म, हाम्रो संस्कृति, हाम्रो पहिचान, यी सम्पूर्ण कुराहरू तपाईँ हामीहरूको जीवनसँग जोडिएको छ। झट्ट हेर्दाखेरि मैले केही गुमाए जस्तो लाग्दैन। तर आज तपाईँहरू, आजको युवा सबै कुरा देख्छ, किनकि सोसल मिडियाको जमाना छ। आज जसले आफ्नो राष्ट्रलाई बिर्स्यो, त्यो राष्ट्रको अवस्था के छ त्यो पनि यहाँहरूले देख्नु भएको छ। जुन समाजले, जुन धर्मको अनुयायीले आफ्नो धर्मलाई बिर्स्यो, त्यो धर्म बिर्सेको कारणले आज तिनीहरूको अवस्था त्यो देशमा के छ त्यो पनि हामीले देखेका छौँ। त्यसकारणले हाम्रो अवस्था भोलि आफ्नै देशमा शरणार्थी जस्तो हुन नपरोस्, हामी आफ्नै देशमा हाम्रो कुरा गर्नको लागि डोमिनेट हुन नपरोस्, हामी अरूबाट कुनै पनि कारणले उपेक्षित हुन नपरोस्। त्यसको लागि हामी आफ्नो जसरी आफ्नो करियरको बारेमा हामी चिन्तित छौँ, म के बन्ने, के गर्ने, म कहाँ पुग्ने, मैले कसरी चाहिँ आफ्ना सम्पूर्ण कुराहरूको जीवनमा कुन प्रकारको उपलब्धि हासिल गर्ने भन्ने कुरामा चिन्तित छौँ, त्यत्तिकै अलिकति चिन्तित हामीले आफ्नो धर्म, संस्कृति, राष्ट्र र राष्ट्रियताको बारेमा पनि भयौँ भने पक्कै पनि हामी एक सचेत र जागरुक नागरिकको रूपमा हामी हुनेछौँ। त्यसकारणले मैले गीतको 4 पङ्क्ति दोहोऱ्याउँछु, कृपया यहाँहरूले पनि साथमा दोहोऱ्याइदिनु होला।
देशले के दियो नभनौ साथी हो, 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 देशलाई के दिए यो भनौ साथी हो, देशलाई के दिए यो भनौ साथी हो, देशमा जन्मेर देशमा हुर्केर, देशमा जन्मेर देशमा हुर्केर, देशलाई बिर्सन हुन्न है साथी हो, देशलाई बिर्सन हुन्न है साथी हो, देशको माटोले ऋण लाएको छ, 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 ऋण छैन मलाई नभनौ साथी हो, ऋण छैन मलाई नभनौ साथी हो, देशले चाहेमा बलिमा चढ्नलाई, देशले चाहेमा बलिमा चढ्नलाई, डर लाग्छ मलाई नभनौ साथी हो, डर लाग्छ मलाई नभनौ साथी हो, देशले के दियो नभनौ साथी हो, देशले के दियो नभनौ साथी हो, नेपाल आमाको जय, नेपाल आमाको जय। धन्यवाद।